कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश। दीपक खड्कालाई सर्वोच्चले भन्यो विदेश जानु परि अनुमति लिनु। दीपक खड्काको पक्राउ र म्याद थपमा कानूनी प्रक्रिया अपनाइएन। सम्पत्ति जाँचबुझ के हो, आयोगले कसरी गर्छ काम, यसबारेमा विशेष जानकारी। कसरी चल्दैछ बालेन सरकार, कति मिलेको छ रविसँग तालमेल। आजकै समाचारमा हेर्नुहोस्। प्रधानमन्त्री सँगै फेरियो सिंहदरबार र बालटारको दैनिकी। बालेनको सर्कुलरले सरकारी कार्यालयमा हल्ली खल्ली, अब फाइल अड्काए कारबाही। 100 भन्दा बढी नयाँ कानून ल्याइँदै मन्त्रालय विधेयक निर्माणमा व्यस्त। 29 खर्ब कट्यो सार्वजनिक ऋण, प्रति व्यक्ति ऋण भार नाग्यो 1 लाख। सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द। रेशम चौधरी पक्राउको पत्र बनाउने महिमान सिंह विष्टलाई 6 महिना कैद। प्रधानमन्त्री बालेन र मुख्यमन्त्रीहरूबीच 3 घण्टा लामो संवाद। संविधानको फ्रेम बाहिर गएर केही गर्दैनौ, अर्थमन्त्री सोडिम वाग्लेको भनाई। दोहोरो कर हटाउने अन्तर सरकारी वित्त परिषद बैठकको निर्णय। प्रचण्डको फेरियो बोली, संसद विघटन र निर्वाचन हाम्रो एजेन्डा थिएन, जोसुकै भए पनि छाड्दिन, कानून अध्ययन गर्दैछु गृह मन्त्रीको भनाई। हदबन्दी भन्दा बढी जग्गा बारेमा गृह मन्त्रीको प्रष्टीकरण, अंश बन्डानी भएको छैन। संसदीय समितिमा गरेन बालेन फ्याक्टरले काम। रासोपासँग सम्वादै नगरी कांग्रेसले पायो लेखा समिति। प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउन नयाँ सूत्र बनाउने निर्णय। टुक्रे योजनामा बजेट छर्ने प्रवृत्ति हटाउन आयोजनामा न्यूनतम सीमा तोकिने। मालवस्तु ढुवानीमा स्थानीय तहले अब कर लगाउन नपाउने। नीतिगत कब्जाको युग अब सकियो, अर्थमन्त्री सोडिम वाग्लेको भनाई। संसदका 10 वटा समितिका सभापति निर्विरोध निर्वाचित। संकटबाट उत्रिने नयाँ दाउ, एमाले र नेकपा बीच फेरि एकता सम्भव छ त, यसबारेमा विशेष जानकारी। रासोपाले तोक्यो लेबी, मन्त्रीलाई 18,000, सांसदलाई 16,500। अस्थायी पैठारी शुल्क तिरेका भारतीय पर्यटक सवारीले अब प्रदेशमा थप तिर्नु नपर्ने। कांग्रेस विवाद मुद्दा सुनवाई सकिएन, सर्वोच्चले राख्यो हेर्दा हेर्दैमा। ऊर्जा जलस्रोत क्षेत्र सुधार्न ऊर्जा मन्त्री श्रेष्ठका 32 बुँदे निर्देशन। हर्का साम्पाङको फेसबुक बन्द खुलाउने प्रयास हुँदै। स्पेनका लागि नेपाली राजदूत नेपालले राजीनामा दिएसँगै फिर्ता बोलाइका 11 जना नै पदमुक्त। विश्व मञ्चमा बालेन्द्र स्वाहा टाइम सूचीमा परेपछि रासोपाको सम्मान। मोबाइल बैंकिङबाट दैनिकी 3 लाखसम्म कारोबार गर्न पाइने। कार्की आयोगको प्रतिवेदन अपूर्ण र एकतर्फी भएको कांग्रेसको ठहर। 3 घण्टाको इन्टरेक्टिभ संवाद। प्रधानमन्त्री बालेन्द्र शाहले बदले बैठकको शैली। रासोपा भित्र फेरि हलचल। दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी खोल्न तातेका हुन् त डबल, यसबारेमा पनि विशेष जानकारी। रवि लामिछानेले भने हामी सबै सम्पत्ति छानबिन आयोगको टीओआरमा परिसक्यौं। बालेन सरकारको निर्णय अवज्ञा गर्दै स्थानीय सरकारले सुरु गरे भर्ना अभियान। संघीय स्थानीय सरकार आम्ने सामने, कसले कसको अधिकार मिच्यो। आजकै समाचारमा हेर्नुहोस्। 7,000 शैय्याबाट निशुल्क उपचार कसरी लिन सकिन्छ सेवा, यसबारेमा महत्वपूर्ण जानकारी। यूएई जाने नेपालीको राजधानीमा